हेलो एभ्रिवान नमस्ते अनि स्वागत छ आजको नयाँ भिडियोमा। आज चाहिँ हामी छौँ यता कान्छा भाइ अनि मेरो यता आफ्नै जेठान दाइ हैन। अब नेपालभरि त अब जेठान दाइ भयो, पूर्वकोलाई थाहा होला, पश्चिमकोलाई थाहा नहुन सक्छ हैन। अब जेठान दाइ भनेको चाहिँ कस्तो हुन्छ भने आफ्नै मिसेसको दाइलाई चाहिँ आफ्नै खुद दाइलाई जेठान दाइ है, त्यसरी चाहिँ उहाँ आउनु भएको छ कम्पनीमा। त आज चाहिँ हामी घुम्न हिँड्न लागेको है। अब जस हिरो हुनुभएको छ, यता हिरोइन हुनुहुन्छ, कान्छा आज हिरै भएको छ। आज त बबाल पेन्ट लाग्यो नि कान्छा हैन। ल यो के हो, कोरियाको झन्डा छ त नि, यो हान्ने हो। खोइ टेरीको मान्छे त ब्रान्डेड नै हो। जुत्ता कुन हो यो, नाम पनि कोलाब्रेसन हो कि के हो यस्तो। हुन्छ दाजु म सुन्छु नि। यसलाई चाहिँ अहिले केटाहरू भाग्छन् फेरि अन्त्यमा, कोही बेला त तिनीहरूलाई आफै गेट खोल्नु छन् हैन, मुख लिएर खुट्टाले यसो गऱ्यो भने खुल्छन् के, त्यही भएर भाग्छन् घरिघरि त, त्यही भएर गेट चाहिँ थुन्नै पर्छ। आज चाहिँ हामी विशेष गरेर कोरियामा यतिखेर के छ भन्दाखेरि तपाईँको साकुरा फुल फुलेछ मस्त, अनि त्यो हेर्ने प्लस सँगसँगै आज चाहिँ हल्का फुल्का यसो सपिङ हान्नलाई। अस्तिदेखि बिदा छ तर मैले भ्लग गरिरहेको छु होइन, त्यो आफ्नै प्रब्लम, आफ्नै त्यस्तै छ। अनि आज चाहिँ हामी यसो सपिङ गर्ने प्लस विशेष गरेर घुम्न प्लस सपिङ। अब के हुँदै जान्छ हेर्दै गर्नु होला। यहाँ थाप्नु पर्ने होइन, कस्तो मजाले यहाँ पर्छ त होइन, यस्तोमा थाप्यो भने त मजाले पर्छ त कान्छा। उहाँ पारीबाट जाने हो यतैबाट जाउँ न कान्छा, यतैबाट जाउँ न, यसो यसो हेर्दै जाने। ल खोलामा यस्तो सिस्टम हुन्छ है साथीहरू, हेर्नुहोस् त ल, यो ढुङ्गा यत्रो है, आम्मामा दामी छ क्या। हामी यताबाट आयौँ, अब यता हो फुलबारी चाहिँ यता छ, बबाल तलैसम्म फुलबारी पुरै। 3 जना मात्रै बसमा चढ्यो, बसको त अब खिचिएन किनभने मान्छे धेरै के त्यहाँ। अब यो नेपालको जस्तो चाहिँ तपाईँको के हो सार्वजनिक यातायातमा जहाँसँगै फोटो भिडियो गर्न मिल्दैन, त्यसले गर्दाखेरि चाहिँ खिच्न मिल्दैन, त्यो चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ। सो खिचिन। अहिले हामी फुलबारी हेर्न जाँदैछौँ, अब पुग्न लाग्यो, धेरै छैन। आशिका तामाङ आएर यहाँनिर तल्का मचाइहाल्थ्यो नि यस्तो ठाउँमा त। अब हेरौँ फुलबारी हो, ड्रोन उडाउँ कि भन्ने शङ्का त गरेको थिएँ, तर अब के गर्ने। यहाँदेखि तल हेर्नु न, बबाल छ है। अब कस्तो दामी छ भनेर चाहिँ यहाँबाट हामी हेर्दै जान्छौँ नि त। अहिले पारीबाट हेर्दै जाउँ कि यताबाट, पारीबाट हेर्दै जाउँ है कान्छ। आज पारीबाट हेर्दै जाउँ, यतापट्टि भन्दा उतापट्टि बढी फुल छ नि त। अनि उयो पुलबाट वारी आउने अनि हो। हेर्नुहोस् यस्तो मजाले फुलेको छ कि आज चाहिँ आम्मामा है, आज चाहिँ 100% फुलेको छ, पुरा फुल फुल्यो। कताबाट जाने, यता पनि फुलेको छ, यता पनि फुलेको छ होइन। हेर्नु न बाटै उदि झरेर छ है, अहिले त कस्तो दामी देखियो त, बाटैभरि झरेको छ। अनि माथि हेर्नु न यस्तो दामी फुलेछ, फोटो भिडियो गर्ने मान्छेहरूको लर्को छ आज। ल यतिखेर चाहिँ हामी यस्तो ठाउँमा घुमिरहेछौँ कि पछाडि हेर्नुहोस् त कस्तो मजाले फुल फुलेछ है। यहाँ नजिकबाट देखाउँदा झन् यस्तो छ, नजिकबाट छोछिवन कतै 100% फुल्यो नि त। आज चाहिँ यस्तो मजाले देखिन सकिन्छ, मजाले फुलेछ। अनि हेर्नुहोस् ल आजको बबाल हाम्रा होइन, हामी क्यारेक्टरहरू यति छौँ, हामी 3 जना मात्रै छौँ त, धेरै छैन। अनि फुल अवलोकन गर्नै आएको आज चाहिँ खासमा चाहिँ होइन। मान्छेहरूको माहौल पनि बबालै आएको छ आज, मौसम पनि बबालै छ। अझ घाम लाग्नु पर्थ्यो झनै बबाल हुन्थ्यो, बादलले गर्दै जस्तो कि अलिकति डिस्टर्ब गरिरहेको छ अलिकति, तर पनि राम्रै देखिएको छ। हामीले फोटो भिडियो गरेर आइरहेछौँ, कान्छाको पनि ननस्टप गइरहेछ। आयो मेरो भोइस पनि आइरहेछ होइन, मेरो भोइस आइरहेछ। ल दिउँ, म यसरी दिन्छु। कान्छाले चाहिँ भर्टिकलमा, म युट्युबमा हाल्ने हो नि त। यो खालको आउँछ फुल फुल्ने तरिका यस्तो छ यहाँको। यसलाई साकुरा फुल भन्छौँ हामी चाहिँ यहाँनिर। यसको नाम अरू के पनि छ, तर हामीलाई चाहिएन, बास फुल हेर्नु पऱ्यो यति नै हो। यति मजा आउँछ, यस्तो रमाइ फोटो खिच्न सकियो। लड्कीहरू पनि हेरौँ न बबालमा आउँछन्, सबै घुम्न आउँछन् यहाँ। हो खिचिदिउँ ल। त यतिखेर चाहिँ हामी फुलबारी हेरेर अर्को साइडमा छिर्दैछौँ अहिले चाहिँ। अब यो साइडमा ल यहाँबाट हेरौँ न, म यहाँबाट यताको सिन हेर्ने हो र फोटो पनि खिच्ने हो। चट्ट पारेर हामी भ्यू पनि हेरौँ न, यहाँबाट कस्तो आउँछ भ्यू चाहिँ, बबाल आउँछ बिचैबाट, खोलाको चट्ट बिचबाट। ड्रोन भ्यू चाहिँ लिनै पर्ने थियो आज होइन, लिएन। अब हामी जाने यतै हो। ल हेर्नुहोस् यहाँबाट
यो खोला छ, खोलाको बिच चाहिँदेखि यो छेउमा फुलै फुल। हामी यो बाटो हुँदै यो फुलबारी हेर्दै 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 आइयो। त यस्तो छ। ल यतापट्टि बस्नु त कान्छ होइन, यता यता भरै थम्बनेल बनाउनु पऱ्यो। यही चाहिँ फोटो भन्छ है, ल भिडियो छ है। ल भयो। हेलो औ है, ल सुरु भइरहेछ। ओके ठिकै छ। पुरा डिजे हानिरहेछ यहाँनिर चाहिँ। हामी यो साइडबाट आयौँ, अब हामी यो साइडपट्टि जानु पर्ने। हेर्नु कपाल हावाले पुरा कपाललाई हानिरहेछ कि पुरा फुरुरु, पुरा कस्तो रक स्टारको देखिएको होला है, पुरा कपाल चाहिँ ठाडो बनाएर। हेर्नु कान्छाको पनि त्यस्तै भइरहेछ कान्छा होइन। कम्पनी छोडे पनि मजा छ नि होइन, दुःख पीडा केही छैन छैन होइन, झन् फ्रिडम भएको छ नि। पुलिस मामाहरू पो बसेका छ यहाँ। हामी सट्टै काटेर पारीबाट जानुपर्ने हुन्छ नि त। यस्तो छ अवस्था। फेरि यहाँ त लाइन हेरेर चट्ट कटेर पारी भएर जानुपर्ने हुन्छ होइन होइन। जे भए पनि अब आजको मौसम त्यस्तो क्लियर भएन है, कस्तो बादल भएर चाहिँ राम्रो आइरहेको छैन। तै पनि फुलले गर्दा एकदम मजा आइरहेछ, बवाल आउँछ होइन। अब हामी पारी जाने हो, त्यसबाट चाहिँ के गर्ने, कटेर यस्तो गएर चाहिँ यो बाटो जानुपर्ने हुन्छ। कोही गएर के गर आयो यस्तो यार। ल जाउँ अब, सट्टै जानुपर्ने। पुलिस मामा बसिरहेर चाहिँ यस्तो छ। हेलो हेलो हेर्नु न, यस्तो मान्छेको भिड हेर्नु। अस्ति एकजना थियो त मान्छे एकजना थिएन। आज मान्छेको माहौल हेर्नुहोस्, कस्तो फुल हेर्नेको लर्को कस्तो लाग्छ भनेर होइन। यस्तो हुन्छ नि त फुल फुलेको बेला, अनि यस्तो मजाले फुलिरहेछ। अनि आज र भोलिभित्रमा यो हेरिसक्नु पर्ने हुन्छ, अवलोकन गरिसक्नु पर्ने हुन्छ। त्यही भएर मान्छेहरूको भिड हेर्नुहोस्। ल अब चाहिँ हेर्नुहोस् है, मैले 100% फुल्छ भनेको थिएँ नि त, कस्तो मजाले माथि माथि फुले फुल है। अनि आज त फेरि मान्छेको यहाँ तपाईँको फेरि टेक्ने ठाउँ हुँदैन भनेको थिएँ नि त। हेर्नुहोस् ल अगाडि मान्छे है होइन, बबाल छ माथि। हेर्नुहोस् न यस्तो बबाल हुन्छ। आमामा बिचराको नानी रोयो है, ठिकै छ, केही फरक परेन। अनि माथि हेर्नु न यस्तो दामी, आमा यहीँ फुलेछ बोर्डदेखि माथिसम्म यस्तो है। अनि अगाडि मान्छेहरूको आज भिड, आज र भोलिसम्म यस्तै तलैसम्म। उहाँ पार्किङ हेर्नुहोस्, बबाल फेरि है कान्छ के छ त, बबाल छ है। अनि यस्तो मजाको ठाउँ छ कि यहाँ फुल मात्रै फुल्छ, अरू पात केही पनि झर्दैन क्या। मान्छेको भिड हुँदैन, यस्तो बबाल है। यो हो नि त रमाइलो। साउथ कोरियामा हुनुहुन्छ भने तपाईँहरू आज र भोलि यो हप्ताभरि जसरी निस्किनुहोस्, आफ्नो ठाउँ र आफ्नो एरियामा हेर्नुहोस्, कहाँ कहाँ हो म्यापमा जानुहोस्, ट्याक्कै त्यहाँ फुलको नक्सा दिएको हुन्छ। त्यो ठाउँलाई हेरेर अवलोकन गर्ने, त्यो लोकेसनलाई हेर्ने, त्यहाँ गएर चट्ट फुलको अवलोकन गर्ने, फुललाई हेर्ने बेलामा चाहिँ ट्रेन्डिङमा चाहिँ चल्नै पर्छ है। हेर्नुहोस् न यस्तो छ बबाल। अनि यस्तो ठाउँ छ तपाईँको वर्षमा एकचोटि मात्रै हेर्न पाउने भनेको त। अब जतिखेर चाहिँ हेर्न पाइँदैन। त आज हामी 3 जना छौँ, 3 जनाले पनि मस्त तरिकाले यसरी चाहिँ रमाइलो गर्दै आज हामीले फुल अवलोकन गरिरहेको छौँ मस्त तरिकाले। मान्छे पनि मस्त होइन, मान्छे यति धेरै आउँछन् कि आम्मामा हेर्नु न यस्तो भिड। अनि हामी चाहिँ धेरै माथिबाट हिँड्दै आएको। अब यहाँ तपाईँको एउटा केही छ भने होम प्लस भन्ने ठाउँ छ, त्यहाँ छिरेपछि तपाईँको एउटा सपिङ गर्ने अनि जाने। तर त्योभन्दा अगाडि यहाँ गनायो है फेरि। ओहो ठाउँ त यस्तो दामी छ, तर गनाउने भयो, यहाँको कम्पनी गनायो क्या। ठाउँ त यस्तो दामी छ कि आम्मामा। ल दामी निक्लेको छैन, दामी बबाल छ आजको चाहिँ साँच्ची नै बबाल छ। 100% फुलिसक्यो फुल चाहिँ एकदम दामी। त हामी फाइनली घुमेर पनि यो डाँडामा यो पुलमा आइसक्यौँ। अस्तिकै पुलमा यो यहाँबाट हेर्नुहोस् बब्बाल देखेको, कस्तो मजाको भ्यू देखेछ। म तपाईँलाई जुम गरेर देखाउँछु मजाले है, चट्ट पारेर। ल यहाँबाट कान्छाले पोज हानिरहेछ, फुलको ब्याकग्राउन्ड सिन है, कस्तो दामी। म तपाईँलाई ट्रेन देखाएको भ्यू पनि देखाउँछु एकदम जुम गरेर। बबाल ल हेर्नुहोस्, यो लाइनमा चाहिँ हेर्नुहोस् त फुल सँगसँगै कस्तो ट्रेन पनि साइड भइरहेछ। बब्बाल दामी भ्यू आयो, कस्तो राम्रो छ है। मेरो हात पनि हल्लिरहेछ, हल्ले पनि माइन्ड नगर्नु ल। ओके, तर भ्यू चाहिँ बबाल आछ है। यो साइडबाट हामी हिँड्दै आने, यो फुलबारीको साइड आएर यहाँ फोटो सुट गऱ्यौँ। अब हामी यहाँ आइसक्यौँ, हाम्रो सपिङ गर्ने ठाउँ यहाँ छ। अब लगभग अन्तिम चरणमा आइसक्यौँ यता हामी। अब सपिङ गर्नु पऱ्यो। यहाँको हाम्रो सबैभन्दा ठुलो होम प्लस भन्ने त बन्दै हुन लागिसकेछ भनेपछि सधैँको यहाँ सानो मार्टमै आएर सपिङ नगरी अब उपाय पाइने यति बाहेक केही पनि पाएन है। सबै बन्द, सक्यो। म्युजिक बज्न थाल्यो, मैले स्टप गरिदिएँ। ल अहिले चाहिँ
यता नरेशसँग पनि भेट भयो अनि अहिले हामी चाहिँ जोछिवनको बजारमा छौँ है हामीले फुल हेरेर पनि गरेर पनि आइसक्यौँ र हल्का फुल्का चक्लेट पनि किनेका छौँ अब चक्लेट चाहिँ किनेको भन्दा पनि त्यही छ अब अर्को चक्लेट नपाएर हामी यताको मार्टमा जाँदैछौँ त्यहाँ पनि छ कि छैन अहिले यहाँ जोछिवनको सबैभन्दा ठुलो पसल तपाईँको होम प्लस भन्ने हुन्छ कोरियामा त्यो बन्द भएर चाहिँ अहिले हामीलाई एकदमै अप्ठ्यारो पर्यो आज त बजारको दिन रहेछ त बजारको दिन चाहिँ यसरी उठ्छ अनि सामानहरू चाहिँ यसरी बिचबिचमा राखेको हुन्छ नि त बबाल तरिकाले राखेको छ अनि आज चाहिँ अब यो घुमफिर भइरहेछ सामानहरूको बटुलबटाल भइरहेछ अनि बिचमा आएर यता साथीहरूसँग भेट भयो र अहिले हामी चाहिँ हल्का फुल्का सपिङहरू सबै सकेर चाहिँ घरतिर लाग्दिउँ भनेको सामान एक ठाउँ नपाएर दुःख पाइयो आज चाहिँ निकै दुःख पाएको छ